हेलो सबैलाई नमस्कार। आज हाम्रो एउटा प्लानिङ थियो कि सबै परिवार मिलेर भेमादको सिद्ध गुफामा गएर उहाँको सिद्ध गुफाको जो अहिले गर्नुभएको छ जो विकास जो कि पहिला थिएन, अहिले चाहिँ हरेक चिजको सुविधाहरू दिएको छ। पहिला हामीहरू पहाडमा हिँड्दै गर्थ्यौँ र अहिले धेरै चिजको सुविधाहरू गरिएको रहेछ। जस्तै खोला तर्नको लागि यति राम्रो झलिङ्गे पुल बनाएको रहेछ र वहाँ गएपछि थाहा भयो कि जो हामी 10-15 वर्ष पहिला सिद्ध गुफा गएको थियो र अहिले जो विकास भएको छ, धेरै खुसी लाग्यो। वहाँ जो सबैले वहाँ योगदान गर्नुभएको छ, सबैलाई धन्यवाद छ। यति राम्रो ठाउँमा हजुरहरूले यति सुविधाजनक कार्य गर्नुभएको छ, जो कि सबैजनालाई एकपल्ट सिद्ध गुफाको भ्रमण गर्न अनुरोध गर्दछु। त्यसै प्रकारले हामी पनि सिद्ध गुफाको भ्रमण गर्नको लागि सपरिवार मिलेर गएको थियौँ र धेरै रमाइलो गऱ्यौँ। हामीले जो हरियाली, पहाड, खोला नालाको रमणीय ठाउँको दृश्य हेर्दै रमाइलो गर्दै हामीहरू सपरिवार खुसीको साथ इन्जोय गर्दै हामी सिद्ध गुफा पुगेका थियौँ र वहाँ हामी फोटो क्लिक गर्दै फोटो खिच्दै हामीहरू रमाइलोका साथ अगाडि जाँदै थियौँ र हामी अन्तिममा सिद्ध गुफा पुग्यौँ र गुफाको दृश्य हेर्दाखेरि यति राम्रो र यति रमणीय थियो कि वहाँ हामीहरू यो गुफाको भित्रमा पसेर हामी लगभग 3 तलासम्म जान सकियो र त्योभन्दा माथि जानलाई अलिकति हामीले कोसिस गरेनौँ, किन भन्दाखेरि वहाँ अँध्यारो थियो र हामीले जो लाइट सम्बन्धी हामीले केही पनि चिज लगेका थिएनौँ। मोबाइलको लाइटबाट हामी वहाँभित्र 3 तलासम्म पुग्यो र धेरै राम्रो लाग्यो। उसी प्रकार हामी दाजुभाइ सबै मिलेर, दिदीबहिनी सबै मिलेर हामीले धेरै इन्जोय गऱ्यौँ वहाँ। त्यसरी हामीले भिडियो क्लिपहरू गरेका थियौँ इन्जोय गर्नको लागि। त सबैलाई मैले सबैलाई यस प्रकारको भिडियो बनाउनको लागि अनुरोध गरेको थियो र सबैले मान्नुभयो र खुसी लाग्यो। यस्तै रमाइलो भिडियोहरू गर्दै हामी फेरि वापस घरमा आउनेको लागि तयारी गरिरहेका थियौँ र आफ्नो तरिकाले आफ्नो पाराले हामीले मनोरञ्जन गर्दै थियौँ। सिद्ध गुफाको फेदमा हामीले यस प्रकारको रमणीय ठाउँहरू घुमिरहेको बेलामा आफ्नो तरिकाले फोटो भिडियो सुट गऱ्यौँ र हामी फेरि सिद्ध गुफाबाट फर्किने क्रममा फेरि वही पुलबाट फेरि वापस आउन थियो। त अन्तिम भिडियो स्वरूप मैले फेरि एउटा भिडियो क्लिप लिएँ। त्यो सबै परिवार सबै साथीभाइ या दिदीबहिनी सबैलाई हामीले सिद्ध गुफाको अन्तिम समय हामीले